साइप्रस घरको काममा बेसिक स्यालेरी भनेको 400 euro मात्र हो है। प्लस अनि तपाईहरुले चाहिँ सन्डे सन्डे काम गरेको पनि पाउनुहुन्छ। कसैले चाहिँ दिन्छ कसैले चाहिँ दिदैन। यो मैले धेरै पहिलादेखि भिडियो बनाइरहेको थिएँ, सो पुरानो भएर हेर्नु पनि नभ्याउनु भएको होला। र मैले अर्को कुरा के पनि गरेको थिएँ भने हाम्रो चाहिँ यहाँ आएको 1 वर्ष भइसकेपछि चाहिँ हामीलाई चाहिँ 1 महिनाको बोनस दिन्छ, हाम्रो स्यालेरी बढाएर बोनस दिन्छ भनेर भनेको थिएँ। अनि कसैले चाहिँ कति धेरैले सोधिराख्नु भएको थियो 1 वर्षमा दिने हो भनेर सोधिराख्नु भएको थियो। 1 वर्षमा हाम्रो वर्ष पुग्नु बित्तिकै बोनस दिन्छ है। तपाई नोभेम्बरमा आउनु भएको छ भने नोभेम्बरमै दिन्छ है। अनि डिसेम्बरमा आउनु भएको छ भने 1 वर्ष पुगेपछि दिन्छ। र कसैको चाहिँ यस्तो हुँदो रहेछ कि कसैको चाहिँ दिदैन रहेछ, खोइ कस्तोले चाहिँ दिदैन कस्तोले चाहिँ दिन्छ आई डोन्ट नो है। तर हाम्रो पेपरमा हुन्छ है 1 वर्ष पुगेपछि बोनस हामीले पाउनु पर्छ है। अनि मेरो चाहिँ आफैले दिएको हो के, मैले चाहिँ सोचिराखेको थिएँ अहिले मलाई दिएन भने म कुरा चाहिँ गर्छु, मैले पाउनु पर्ने सुविधा र मेरो पैसा त म जसरी नि असुल्छु भन्ने मलाई चाहिँ थियो। तर भने मलाई चाहिँ 1 महिना नभए त्यो 1 वर्ष नभए क्या, 1 महिना भन्दो रहेछ 1 वर्ष नभए तेरो बोनस यति हो भनेर उसले चाहिँ मलाई दियो क्या। अनि म त यति धेरै खुसी भएँ, ओ माई गॉड। अनि आफूले भन्छु भन्दा भन्दै उसले आफैले बुझेर दियो कि कोही इम्प्लोयर त कति राम्रो पर्छ क्या। अनि मेरो चाहिँ एकदमै राम्रो छ क्या, खोइ किन हो किन है, म चाहिँ एकदमै खुसी छु। काम त अभियसली गाह्रो भइ नै हाल्छ, गाह्रो त छँदैछ सबैलाई, मलाई मात्रै होइन। तर पनि घरको मान्छे बुझ्दिने भयो भने इतना खुश मिल रहा है कि जिन्दगीमा इतना खुश मिल रहा है कि बोल्न पनि आउँदैन क्या मलाई यस्तो भाषा। यति उ छ कि है। मेरो चाहिँ साउनी कस्तो छ भने त्यही अलिकति नराम्रो बानी भनेको चाहिँ मैले अदुवा लसुनहरू मलाई खानु दिँदैन, घरभित्र पकाएर खानु दिँदैन के, अरू कुराहरू त बनाएर खा भन्छ तर त्यो उनीहरूलाई स्मेल आउँछ अरे, त्यही भएर मलाई बाहिर कुकरहरू सबै मेरो बाहिर छ, बाहिर ल्याउन पकाएर खानुपर्छ कि, त्यही भएर त्यो चाहिँ मलाई अलिकति गुनासो हो। तर केही कुरा पाउनुको लागि केही कुरा चाहिँ गुमाउनै पर्छ साथीहरू है। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु के, तपाईहरु भिडियो नहेरी कमेन्ट गर्नुहुन्छ, भिडियो नहेरी मेसेज गर्नुहुन्छ, भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु न यार, तपाईहरु कस्तो हुनुहुन्छ के। त्यही हो साथीहरू, इनबक्स गर्नु बाँकी छ भने गर्नु होला। बाइ बाइ।